गाइड्स म चाहिँ घर जाँदैछु किनकि हाम्रो डेडीको बर्थडे भोलि हो। त्यो एउटा सरप्राइज ल्याएमा चाहिँ घर जाँदैछु। अनि दाइको पनि काम थियो र युसो जाने प्लान थियो खास गरी, तर कामले सानो काम नगर्दा दाइको पनि काम पऱ्यो। अनि त्यही भएर मेरो पनि हल्का काम पर्दा म चाहिँ के लगेर घर जाँदैछु होइन। बाटो बनाउँदै रहेछ निकै बाटो गर्न हो, त्यस्तै भएर चाहिँ बाटो पुरा निर्माण कार्यक्रम हुँदो रहेछ। अनि एकदम कुहिरो पनि थियो क्या बाटोमा, हल्का कुहिरो अँध्यारो अँध्यारो थियो। अब रातितिर हिँडेको नर्मली बस थिएन, ट्रकहरू थियो, सामान लानु पऱ्यो नि त, सामान ओसार पसार त्यही अब सामान के हुन्छ ट्रकमै, त्यही सामान भारी बोक्ने ट्रकहरू थियो। अनि हामी चाहिँ जान्थ्यौँ, दाइ अगाडि बाइक कुदाउने, म चाहिँ पछाडि भिडियो गर्दै जान्थेँ किनकि एकदम कुहिरो थियो है, हो त्यहीँनिर अँध्यारो चिसो न चिसो, अब टाढोमा चिसो हुन्छ नि त। यस्तो चाहिँ हुनु छ मान्छे डराउँदै हो भने आज पछाडि बसेर कस्तो कुहिरो थियो। त्यो पनि बाटो डराउँदै कि नि भिडियोमा देख्नु भयो होला, मैले भिडियो त्यो गर्नु अगाडि देख्नु होला। आमा हेर्न बर्थडे के हो सबै मान्छे हो आज आज केक गएन, कुकुरको छेउमा कुदाउनु भएको। ला केकको चक्करमा केक त खोस्यो रातमा। ला केक त एकदमै किच्नु नै कुकुरको डरमा त नहाँस्नु न तपाईँ त्यसरी, कस्तो डर लाग्यो नि त मलाई। केही न केकको हालतमा भरे गएर माथि भिडियोमा देखाउने चाहिँ कस्तो भयो भनेर। गाइस हामी चाहिँ आइपुगिसक्यौँ है घरमा। घरको हालत हेरौँ यहाँ, धेरै घरमा आएर होइन हो धन्दै खोपी लामा। है गाइज आज यो हालत केकको नसोच्नु होला, किनकि आज यहाँ अनेको भोगेर आइपुगेँ म यहाँ होइन। म केही बोल्नु चाहन्न, म यहाँ झन् ढल्छ। अब यहाँ हेरौँ है, यो देखाउँ भएर चाहिँ मलाई हालत कस्तो यहाँ खोल्नु मागिन्छ। आउनु दाइ आउनुले गाइस हालत मस्तो मेरो हालत कस्तो भएको छैन। धन ज्याकेट लगाएर आएछु म यहाँ। आज केकको चाहिँ हालत खराब बसेछ। हेरौँ म के भन्नु भिडियोमा थाहा छैन, हामी छिटो गएको थाहा छ आउँछ न त। मैले यो सरप्राइज दिनहरू थाहा छैन किनकि मैले दिनको थिएँ नि त। म अब धेरै हद नआएको त्यही भएर हालेन। यहाँ बेलुङ गएर त्यस्तो नम्बर हेर्नु, नम्बर निस्केर प्लास्टिक दिएँ ए हालत खत्तम भयो प्लास्टिक नम्बर निस्केर। अनि मैले यो पनि एक्साइट आयो साथमा जाने गरेँ, त्यही भएर म अलिक बिस्तारै बोल्दैछु किनकि साथमा जाने पड्काउनु आएको थियो मैले। साथमा मैले जाने गरेँ। हेर्नुहोस् मैले बेलुन फुलाइसकेँ किनकि मैले बेलुन फुलाएको भिडियो होइन ब्ल्याक र व्हाइट ल्याएको छु। फेरि अब केकको फाल्टो छैन तर पनि मैले भेटिनँ, त्यही भएर यो टिप्टा ल्याएको छु मैले। ए सरप्राइज पनि कस्तो हुँदैन के लगाएको यता
कुकुर जोगाउनु चक्करमा है मैले त्यस्तो दामी लिएको थिएँ कुकुर जोगाउनु चक्करमा छोड न ए यति राम्रो लिएको मैले होइन कहाँ गएछ यहाँ गएछ अलिकति ए थिएन सिप त कुकुरले गर्दा त्यसलाई हला नगर नि छोड 45 को त गर्नु हुँदैन त्यति बेला त लाइटर ल्याऊ अब लाइटर जाउँ लाइटर ल्याऊ यहाँ गर्नुपर्छ यहाँ हालौँ यहाँ यस्तो भयो फोटो हेर्नु फोटो यहाँ फोटो गाइस यस्तो छ हामी यहाँ बसिरहेको छौँ यहाँ केक छ हाम्रो अलिकति डल्लै चाहिँ यहाँ यत्रो मैले त्यहाँ कस्तो भाइ आगे सिक्नु होइन के बिग्रिन्छ नि र पनि त्यति राम्रो थिएन उयो त कुकुर भेट्यो नि त त्यो पनि भिडियो हालेर कस्तो कुकुर दाना कुरा डोक्यो कुकुर चोक्नु चक्करमा हेर्नु उति खालको क्यामेरा हुन्छ लाइट खोल्नु छ खोल्ने बित्तिकै पराठा खाइदिनु न कसलाई पराठा आउँछ त्यही कहाँ भयो बिचरा चिसोमा गरम तिमी यता जाउँ न त हेर्नु बोकेर जाउँ न रुममा बेलुन तपाईँ बोकेर कसले पड्काउने यो पड्काउनु पर्छ लाग्दैन भाइ यता यता उल्टो छिटो छिटो कान्छा यहाँ म आएको छु कान्ती छोरी खोल्दैन के खानु छिटो आएर छिटो लगाउनु है अहिले मलाई छिटो खोल्नु आएर छिटो ढिलो Happy birthday to you. Happy birthday to you. खोइ टोपी टोपी पनि छैन खोइ त बान्ने कान्छी बान्ने क्या हाम्रो त मैले त किन तर्सनु भएको खोइ लाइट किन तर्सनु भएको नतर्सिनु न यहाँ कान्छीहरूले क्या बर्थडे भोलि हो सरप्राइज आज ह्याप्पी बर्थडे समाउनै छ होला पनि हातले बेलुन पनि समाउँ डेडी पर्छ त बेलुन फेरि हिँड्छ न अलग त्यो मरिसक्यो छ नि यहाँ बेलुन समाउँ हालिदिनु बेलुन चेस होइन त्यतिको समाउनु पहिला म फोटो खिच्छु अनि मात्र यो गर्नुपर्छ है अलिक पनि राख्नु यतिकै राख्नु अनि यता हान्नु अब म फोटो खिच्छु यता हान्नु ल एकछिन रेडी म पहिला फोटो खिच्छु एकछिन हान्नुहोस् हामी अँधेरोमा छौँ अँधेरोमा ओइ काट्ने हो न काट्ने उयो राख्ने यहाँ त एकैछिन यहाँ अडाइदिनु काम चाहिँ छोडेर हालेर के भयो नभने धनै लरबाट खुट्टा यति भए त बाइदिनु भयो त यो बिग्रेर निस्केको म मैले त्यही न धारी कामै होइन हो के काट्नु पर्ने दुईजना यो काट्नु पर्ने क्या यहाँबाट काट्नु नि ल के काट्ने ल त्यसरी होइन ह्याप्पी बर्थडे टु यु ड्याडी गड ब्लेस यु ए त्यसरी होइन मैले कान्छीले भिडियो बनाउनु थाल्दैन के गर्नुभएको थियो दुईतिर काटेर खुवाउनु पऱ्यो नि त दानमा हो राख्नु बिमा यहाँ खुवाउनु हाल्नु मम्मीलाई हाल्नु मम्मीले काटेर खुवाउनु मम्मीले खुवाउनु भयो
ल केकमा अनुहारमा चाहिँ ढलिदिनु भयो है के हुँदैछ आमा दिदी बर्थडेको दिन हाँस्नु पर्छ यसो छोरीहरूले कोही बेला गर्दिन त्यही खुवाउनु हाम्रो मम्मीलाई त्यही खुवाउनु हाम्रो मम्मीलाई मऱ्यो हेर्यो नि ल बढेछ त बर्थडेको दिन हाँस्नु पर्छ त मलाई लाइट बाँसी त ल माइले छोरी खुवाइदिन्छ काम त सुतिरहेछ अरू त के एक वर्ष बुढो भएकोमा होइन भर्खर भएकोमा हुन न छोरीले आशीर्वाद पनि खुवाइदिन्छ है ल इसा दिदी काटेर इसा दिदी खुवाइदिन्छ ल म तपाईँको फुर्किदिन्छु ल हिजो न दिदीले खुवाइदिन्छ काटेर ल इसा दिदीले ल छिटो न अप्ठ्यारो नमानिकन होइन अचेलमै हाँसिँदै मामीहरूलाई थोरै छिटो हाम्रो दिदी खाँदै गयो इसा दिदी खुवाइदिनु अनुहारमा खै आज अनुहारमा दबाई नै अब इसा त्यसो गर्नु म खुवाइदिन्छु मजाले देखाउनु यति गर्नु यतिकै होइन हुन्छ एकछिनमा त्यति राख्नु म त अनि नबस्नु भन्नु क्या यसो छोरी उयो त थोरै काटेर जस्तो गर्नु न कस्तो यो केकको उयो आमाले भन्नु हो यसो यसो एकछिन इसादीलाई खुवाइदिनु बिर्सिनु भएछ ले मुख चाहिँ कति ए लु लु यसो मलाई बस्नु भन् न यसो छोरी ल त्यसै पो त थाहा थिएन है क्या हो छोरी त गिफ्ट त केही दिँदैन अब यस्तै हो अलिक कमाएपछि अहिले केकमा त अब अलिक कमाएपछि गिफ्ट सिफ्ट अहिले केकहरू अब राति पसल बन्द थियो खानेकुरा त अब भोलितिर गाइस अब चाहिँ हाम्रो भिडियो यति नै मनपर्छ किनकि हामीले दिदीको 43 मिनट गऱ्यो बनाइसक्यो मलाई यहाँबाट निकै भइरहेछ त्यही भएर अब यति नै आजलाई चाहिँ